हेलो गाइज, फेरि मेरो न्यू ब्लगमा तपाईँहरूलाई स्वागत छ। हामी चाहिँ यहाँ हाम्रो पुन्ते भाइ हुनुहुन्छ अनि यता अगाडि सुदीप भाइ अनि हामी चाहिँ भाइले आज चाहिँ हामी ठ्याक्कै 3 जना मिलेर फुटबल ग्राउन्डतिर हिँडेको अवस्था होइन। अनि आज चाहिँ साथीहरूले बोलाएको छ, अलिकति काम छ अरे, त्यही भएर चिनेको अवस्था है। हेरौँ के हुन्छ एउटा भएपछि अन्दै हाम्रो चाहिँ यस्तै छ हाम्रो काम छैन। अनि सुदीप भाइ यसो त्यतिर पछि आकर आइहाल्नु भन्नु, लाइक सब्सक्राइब गरिदिनु होला। एकदम हाम्रो पनि भ्लग अब सुरु हुन्छ कुनै बाधा। हाम्रो भाइको नि सुरु हुने रे, हाम्रो भाइको मन टक्काएर लाइक कमेन्ट गरिदिनु होला। फेसबुकमा भयो भने अनि युट्युबमा भयो भने सब्सक्राइब गरिदिनु होला है भन्दै हामी चाहिँ हिँडिरहेको छौँ। आज चाहिँ हल्का भयो मैले गाना गाइदिन्छ नि के बट्नु पर्छ मैले गाना चिसो साथीहरूसँग रमाइलो चाहिँ एकदम हुन्छ हुन चाहिँ यस्तै छ। साथीभाइसँग भेट भएपछि तिमी हो फिल्ममा मान्थे त साथीहरूले सो पोस्टहरू चेन्ज हानिदिनु भनेर भनिरहेको छ, त्यही भएर हामी हिँडेको। हाम्रो सङ्क्रान्तिमा चाहिँ फुटबल म्याचहरू खेलाउने। अगाडिबाट बाइक पनि आउँदैछ है, हल्का हल्का मलाई लाज पनि लागिरहेछ है। तर के भनेर यस्तै छ। हामीले मान्छे नचिनेको हुन्छ र को रहेछ ए हामी चाहिँ यस्तो छौँ है। हेलो गाइज, तिम्रो उ छैन दर्शन त्यहाँ माथिदेखि तिमीलाई कान्छुले भनेको छैन त्यो फिलहरू त्यो बनाउने भने रेखा टान्ने पोस्टहरू कस्तो छ छिटो ल चलो। मेरो ब्लगहरू यसै हेरिदेऊ है, लाइक गरिदेऊ। ओके छ त आज टक्क हाम्रो मोटै भाइ पनि आउँदैछ है पछाडि। मोटे भाइ
युगेश खाने हो र टिफर ल अलिकतिले हिलो छाड्दिएन भने हाम्रो चाहिँ यस्तै छ के गर्नु हाम्रो चाहिँ यस्तै छ है साथी भाइ भेट भएपछि मैले के बोल्ने कसैले के बोल्ने मेरो भाइ यस्तो नराम्रो केही नसुतिनुलाई गाडी पनि आउँदै रहेछ अगाडि चत्राबाट न के छ लु अले पसलमा के छ यहाँ हाम्रो बोला लबर भाइ हुनुहुन्छ है यता बोला लबर हालै नाना हाम्रो नाना पनि हेर्नुहोस् युगेश भाइ यो त मेरो पुन्टे भाइ मात्र बोल्छ क्या है पुन्टा ल नाना फाइनली अब हामी चाहिँ पसलदेखि लाग्यो अब फुटबल फिल्डतिर अब हाम्रो केटाहरू फुटबल फिल्डमा नि जम्मा भएको छ कि छैन है हेरौँ जम्मा साथीहरू आइसकेपछि मात्रै हाम्रो काम चाहिँ सुरु हुन्छ केटाहरूको चाहिँ डिस्कस गरेर चाहिँ भयो के भन्छ भनेको त सुदीपले त मेरो त बहिनी उडाइदियो भनेर अब म त अचम्म परिदिएर होइन कुन चाहिँ यसको बहिनी उडाइदिएको भनेर फुटबल फिल्डमा पुगिसक्यो होइन के भन्छ पोस्टर त राम्रै छ त फाइनली गाइस हामी चाहिँ फुटबल फिल्डमा पुगिसक्यौँ रेखा त कुदिसक्यो रहेछ र हल्का पानी चाहिँ यताबाट आइरहेछ अब यो पोस्टहरू चाहिँ नयाँ पोस्ट लाउने भनेको यस्तो छ कति बेला जोटेको रहेछ खुर्बा पनि यही छ यो अघि जोटेको रहेछ क्या होइन गोरुले जोटेको रहेछ मलाई एउटा स्ट्यान्डको जरुरत ब्लग बनाउनु पऱ्यो भने एउटा के भन्छ त्यो माइक्रो भाइहरू चाहिँ त्यहीँ बसिरहेको छ म चाहिँ टक्क यहाँ के भन्छ टाकीको बोटमा बोट लिइरहेको छु फुटबल गोड्ने त होइन यतिको पानी पुरा पानी आइरहेछ यस्तोमा कसरी फुटबल गोड्नु हुँदैन हो मेरो चाहिँ यस्तो छ हाल रुखको मुनि
किपर म कहाँ किपर खेल्छु त ल हाम्रो पुन्टे भाइ के गर्छ एकपट्टि सुच लाएर दौडिन्छ त कान्छा के छ ठिक छ के गर्ने हो यतिकोमा कसरी खेल्छौ यार गयो अब हेर्नुहोस् है गाइस बाहिर चाहिँ पुरै भिज्दै पनि खेलि नै रहेछ के साह्रो पानी परेर हाम्रो भाइ यहाँ छाता बनाउँदैछ कान्छाको नाम के अरे करण छाता हाम्रो चाहिँ ठिक छ नि मैले नि ओढेको छु छाता पुरै अर्ग्यानिक गाउँको यस्तो छ हालत के गर्नु पानी परेर छैन के छ सुदीप भाइ ठिक छ पानीमा भिज्ने कि लिए हाम्रो यस्तो छ पारा भाइको छाता उडिरहेछ यस्तोमा सम्म न तल त्यो खुर्पा पर पुऱ्याइदियो भने हो नत्र त्यही माथि राख्दियो नि त्यो किन छोटो चाहिँ बनाएको त भाइहरू चाहिँ पुरै यस्तोमै खेलिरहेछ अझै मान्छे आएको छैन पानी परेकोले मलाई नि यसो खेल्दै रह त थियो पानीले गर्दाखेरि यस्तो भइहाल्यो है त्योहरू त अर्ग्यानिक छाता उधेर बस्नु परेको छ ल गाइस अब चाहिँ फर्कियो रात पर्यो अब घरतिर लाग्यो होइन पानी परेर पुरै हाम्रो यस्तो हालत छ बाहिर त पुरै भिजेर छैन खत्तम एकदम खत्तम भयो भाइ किनभने झोला छ माइ गड हाम्रो खुट्टे भाइ त लाउरै परेको त बाटोको झरिनेको अवस्था है जताततै हिलो भयो आम्मा ल यो त म त डुबेँ त हिलोमा यस्तो छ पानी पऱ्यो त कुन चाहिँ कान्छी छ हौ भन्थ्यो उता माथि कान्छी छ र अगाडि को रहेछ अगाडि को मान्छे रहेछ यो कराउनेहरूलाई चाहिँ के भन्नु रहेछ तिरिङ रिङ रिङ के अरे नाम घुमघाम बल राप्सी यस्तै छ है भाइहरू त बाटोमा नि भेट भयो सुदीप भाइको फ्यानहरू अगाडि पनि दुईजना फ्यानहरू जाँदै अरे हो अगाडिको नि फ्यानहरू नै के पाउँदा खुसी रहेछ जाने खालकै रहेछ खुसी त ऊ पुरै जङ्गलमा पानी कुदिरहेछ अब चाहिँ हामी पनि घर नजिकै पुगिसकेका छौँ यति नभन्दै अर्को पार्टमा